5-6 दिन अगाडि हामीले यो रुखमा टन्नै बेलाउती छोडेका थियौँ होइन। अहिले चाहिँ 2-3टा मात्रै के त्यो 2टा भए पनि टिप्यौँ। आज चाहिँ खाएको छैन है। अनि त्यस पछाडि यो पार्कमा हामी डेली आएर एकछिन शरीर तन्काएर अनि निस्कन्छौँ। र बुढोले चाहिँ एउटा हातमा धनिया अनि एउटा हातमा चाहिँ फुल लिनुभएको छ होइन, बाटोमा पाएर किनेको धनिया। अनि त्यस पछाडि पूजा गर्नुभयो बुढोले, मैले चाहिँ नुहाएँ। आज चाहिँ मेरो एक छाके रहेको छ बुवाको, मैले गर्नुपर्ने। अनि त्यस पछाडि नुहाइ धुवाइ पनि भयो र नुहाइ धुवाइ गरिसके पछाडि पहिला त 1 कप दुध तताएर पिएँ होइन। त्यस पछाडि म लागेको छु खाना बनाउनतर्फ र घिउमा बन्छ आज, घिउमा स्पेसल होइन, मिठो मिठो बनाउँछु म। अनि त्यस पछाडि यता भात बसाल्दिएको छु निउरो। अनि त्यस पछाडि आलुको तरकारी बनाउने, जिरा पड्काएँ पहिला अनि हरियो खुर्सानी राखेँ, आलु एड गरेँ अनि फ्राई गरी चलाउँदै पकाइरहेको छु। अनि भात यतिको भइसके पछाडि चाहिँ घिउ राख्ने होइन, ठुलो ठुलो चम्चाको 3 चम्चा घिउ राखेँ अनि मजाले चलाएर त्यस पछाडि ढक्कन लगाइदिने होइन, 2 सिटी लगाउने, सानो चुलो बनाएर। यता तरकारी पनि लगभग पाकी सक्न लागेको छ। अनि त्यस पछाडि पाक्यो भन्ने बेलामा थोरै पानी एड गर्ने, हल्का झोल त बनाउनै पर्यो होइन। अनि पाक्दाखेरि ठिक्क हुन्छ यति पानी राखेपछि। र अहिले चाहिँ म रेडियो आएर प्रोग्राम चलाउँदैछु, सङ सुन्न सक्नुहुन्छ। त्यसपछि 1 बजेको न्युज पढेँ अनि आएर बुढो पनि नखाइ जानु भएको थियो आज एक छाके भएर। अनि बुढो चाहिँ 1:30 बजेतिर आउनुभयो खाना खानको लागि। अनि हामी खाना खाँदैछौँ, निउरो आलु, काँक्रो, हरियो खुर्सानी होइन सबै रहेको छ। दहीसँग इन्जोय गरेर दिउँसोतिर चाहिँ बजारतिर गएर हल्का सामान खत्राङ मात्राङ लिएर आयो। अनि अहिले चाहिँ म बेलुकाको न्युज पढ्दैछु 7:30 को। र आज चाहिँ बेलुकामा रहेको छ दुध र रोटी, जस्ट होइन रोटी रहेको छ। अनि अहिले चाहिँ हामी हेर्दैछौँ महाभारत।